आज एनबीएससी इलेक्ट्रोनिक शोरूमले तपाईहरुको लागि के इन्फर्मेटिभ भिडियो लिएर आएको छौं हामी आज के जानकारी दिन चाहन्छौं तपाईहरुको धेरै जनाको सोचाइमा छ कि इलेक्ट्रिक गिजरले करेन्ट लाग्छ हैन करेन्ट लाग्छ शक लाग्छ भनेर तर म तपाईलाई तीनवटा महत्त्वपूर्ण कुरा भन्न गइरा छु इलेक्ट्रिक गिजरको बारेमा त्यो हामीले ध्यान दिनुपर्छ इलेक्ट्रिक गिजर युज गर्दाखेरि पहिलो कुरा के हुन्छ भने हाम्रो वाशरुममा जब हामी गिजर प्रयोग गर्छौं त्यतिखेर स्टिम भाप आउँछ र यो चल्ने भनेको तपाईलाई लाइनबाट हो र हाम्रो यो पावर सकेट हुन्छ यो बले बाथरुमको स्पेस देखि बाहिर हुनु पर्यो किनकि स्टिमले त्यो पावर सकेटलाई रस्ट लगाएर त्यसबाट जुन हामी स्विच थिच्दाखेरि अनि करेन्ट लाग्ने सम्भावना हुन्छ र जब यसको तपाईको पावर सकेट नै बाहिर हुन्छ भने त्यतिखेर हामीलाई करेन्ट लाग्दैन अर्को कुरा के छ भने यसको कोइल र फिलामेन्ट जब पुरानो हुँदाखेरि खिया लागेको हुन्छ र हामी सर्भिसिङ गराउँदैनौं जबसम्म चल्छ हामी कहिले पनि टेक्निशियनलाई बोलाएर चेक पनि गराउँदैनौं तर त्यो खिया लागेको फिलामेन्टले गर्दा पनि यसमा करेन्ट लाग्न सक्छ र तेस्रो कुरा जुन सबभन्दा इम्पोर्टेन्ट छ आजको जमानामा सबैको घरमा अर्थिङ गरेको हुन्छ र कति जनाको घरमा अर्थिङ गरेको हुँदैन अर्थिङले के गर्छ भने तपाईको इलेक्ट्रिसिटीलाई यसले ब्यालेन्स गर्ने हो करेन्टलाई ब्यालेन्स गर्ने हो यदि अर्थिङ गरेको छैन भने राम्रो टेक्निशियन बोलाएर हैन सजेस्ट गरेर अर्थिङ घरको राम्रो गराउनुपर्छ यो तीनवटा कुरा तपाईको यदि छ भने यसमा इलेक्ट्रिक गिजरमा कहिले पनि करेन्ट लाग्दैन र अर्को कुरा के छ भने ग्यास गिजर र इलेक्ट्रिक गिजरमा के डिफरेन्स छ भने यसलाई चाहिँ चाहिन्छ तपाईलाई पर इयर सर्भिसिङ किनकि यो ब्याट्री र ग्यासबाट चल्ने हो र यसको ब्याट्री र ग्यास अनि त्यसको रेगुलेटर एभ्री इयर तपाईले चेन्ज गर्नुपर्छ यसले चाहिँ इन्स्ट्यान्ट तुरुन्तै तातो दिन्छ यसले भनेको चाहिँ तपाईलाई 10 मिनेट 15 मिनेट अगाडि तपाईले लाइन दिनु भयो भने एउटा 15 लिटरको गिजरले एप्रोक्सिमेटली तपाईलाई 10 मिनेट लाउँछ हिट हुनलाई र अर्को कुरा के छ भने यदि यति नै इलेक्ट्रिसिटीको यदि हामीलाई डर छ शक लाग्छ भनेपछि तपाईले यसलाई 15 मिनेट अगाडि नै अन गर्दिनु र नुहाउन जाँदाखेरि त्यसलाई अफ गर्दिनु यो पानी तपाईको तातोको तातो नै रहन्छ र हामी शक प्रुफबाट पनि फ्री हुन्छौं हुन त यो तीनवटा मेजर कुरामा हामीले ध्यान दियो भने त हामीलाई करेन्ट लाग्ने कहिले पनि सम्भावना छैन हाम्रो घरको वायरिङ अर्थिङ र अर्को कुरा यसको फिलामेन्ट्सलाई र तपाईहरुको अब चोइस छ यहाँ हाम्रो लागि त दुईटै प्रोडक्ट बेस्ट छ तपाईले जुन पनि युज गर्न सक्नुहुन्छ आफ्नो मेथड छ यिनीहरुको युज गर्ने र तपाईहरुको अब चोइस हो हामीले दिने इन्फर्मेसन तपाईलाई दिइसक्यो तपाईहरुको चोइस छ अब चोइस गर्नुस् इलेक्ट्रिक गिजर अ ग्यास गिजर सबैजनालाई म धन्यवाद दिन चाहन्छु र हाम्रो लोकेसन रहेको छ सेन्ट्रल मलको जस्ट अपोजिट एनबीएससी शोरूम थ्यांक यू एभ्रीवन